प्रमुख प्रशासकीय अधिकृतलाई नै मेयरले चलाउँछ है। भनिसकेपछि उसले कसलाई चलाउँछ, के अरे नगर प्रहरीलाई चलाउँछ कि कसलाई चलाउँछ भन्ने कुरो ठुलो कुरो भएन। प्रमुख प्रशासकीय अधिकृत चाहिँ मेयरको निर्देशन अनुसार चाहिँ काम गर्नुपर्छ उसले भन्ने कुरा यो ऐनले तपाईको चाहिँ नि निर्दिष्ट गरेको छ हैन। प्रमुखको अधिकार हो भन्ने कुरा सुनिश्चित गरेको कारणले गर्दाखेरि बालेनजीले यो दुईवटा लाइनलाई चाहिँ म्याक्सिमम एक्सरसाइज गर्नुपर्छ र तपाईको चाहिँ नि हैन यो अधिकारलाई प्रयोग गरेर आफूले चाहिँ सबैजनालाई नियन्त्रण गर्ने हो। कि त यो ऐन च्यात्नु पर्यो हैन, यो कोही कसैले कत्रो भिड देखाउँछ, कसले कति हल्ला गर्छ भन्ने कुराले सरकार राख्दैन। यो ऐनबाट हामी चल्नु पर्यो, नियम कानुन यो विधि अन्तर्गत चाहिँ देश चल्नुपर्छ र यो विधिमा यो नियम कानुनमा चाहिँ हाम्रो बालेनजीलाई अथवा नगर प्रमुखलाई हैन, नगर प्रमुख चाहिँ पालिका भरिका सम्पूर्ण 753 वटै तपाईको चाहिँ पालिका प्रमुखलाई दिएको अधिकार यो हो। यसलाई चाहिँ प्रयोग गरेर चलाउनु पर्छ। अब यसलाई प्रयोग गर्न सकिएन भने हो त्यस्तै खालको हैन अराजकताहरू आउँछ र अराजकताले शासन गर्नु मिल्दैन हैन। लोकतन्त्रमा अराजकताले शासन गर्न मिल्दैन, यो चीज हो। यो सम्पूर्णलाई म त्यो अनुरोध गर्न चाहन्छु, सबैजनालाई त्यो बुझ्नको लागि म अनुरोध गर्न चाहन्छु।